अब गाइस सो खाए फाइनली मेरो गाडी यता छ है। अब उता राजराजीतिर केटी लिनु जाँदैछु, त्यही हो हेर्नु होला। मेरो यो चाहिँ सार्टको भिडियो तपाईँले माया गरिदिनु होला, सार्ट सपोर्ट गरिदिनु होला है। अब मलाई धेरै खासै भिडियो त बनाउनु आउँदैन, त्यस्तो राम्रो राम्रो भिडियो त बनाउनु आउँदैन, त्यही पनि अलिअलि भिडियो बनाउनु लागेको थालेको, भिडियो बनाउनु थालेको धेरै पनि भएको छैन। त्यही हिजो अस्ति एउटा बनाउनु थालेको, कतिको माया आउँदो रहेछ दिँदो रहेछ, सर सपोर्ट कतिको आउँदो रहेछ भनेर मात्रै बनाएको मैले। अब हेर्दै जाउँ, सबैजनाले माया गरिदिनु होला। अब नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, त्यही हो। अब बिस्तारै बिस्तारै भ्लग आउने छ, सबैजनाले माया गरिदिनु पऱ्यो है गाइस। अब म चाहिँ ठ्याक्कै अब यता केटी लिनु जान्छु भनेर यता हिँडिरहेको छु। अब म र भाइ छ यहाँ, भाइ छ यहाँ, भाइ चाहिँ यता बसिरहेको छ। अर्को भाइ चाहिँ थियो, अर्को भाइ त गिटी अर्को गाडीमा टिपाउनुपर्छ अरे भनेर त्यो गिटी लोड गर्नु गएको छ। गिटी भालो अथवा के हो त्यो थाहा भएन, त्यो लोड गर्नु गएको छ। त्यही हो। अब सबैजनाले मेरो पेजमा साथी जोडिदिनु होला, सबैजनाले माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला है। अब त्यही हो गाइस। अब गाडी आफै चलाउने, आफै भिडियो बनाउने, त्यही त नि काम के छ र भनेर के भन्नु, काम त छ सानो त, त्यही पनि अलिकति यस्तो भिडियो बनाउनु मन लाग्यो अनि त्यही भएर यस्तो बनाइदिएको। अब त्यही हो मेरो भाइ गाडी। तर गरेन भने भाइ चाहिँ यो डिपोमा आयो, अहिले छैन छ, पुऱ्याउनु गएको छ। यही डिपोमा आयो, सम्झीहरू गइरहेन छ, त्यही हो गाइस। भाले गाडी हाम्रो हो गाइस। मान्छेले सोच्दा पनि के भन्दा होला है, मोबाइल तेर्साएर हिँडेको छ, गाडी चलाएको छ भन्दा होला। त्यस्तो होइन नि त, हो आफ्नो इच्छा आफ्नो चोइस हो। मलाई नि गाडी झिलिमिली बनाउनु मन लागेको थियो, के गर्नु साउले झिलिमिली गरेको मन पर्दैन भन्नुहुन्छ, र मलाई चाहिँ सोच थियो, इच्छा थियो। के गर्नु, आफूलाई मात्रै इच्छा राख्नु भएन। अनि मलाई मजा आउने टर्निङ भनेको यता हो क्या, सर झर्नु पाएँ है, त्यस्तै फाँट काट्नु पाएँ। यस्तो क्या कम्फर्टेबल हुन्छ कि टर्निङमा। हेरौँ, वाउ वाउ नाइस, भेरी नाइस। ल हेरौँ, यहाँबाट त के नै चाहिएर ल भन्नु त, ल हेरौँ, ल हेरौँ, ल हेरौँ, वाउ वाउ नाइस, भेरी नाइस। यही त हो नि होइन, यही त हो नि लाइन। ए साथी हो, बिस्तारै आऊ। अनि यो चाहिँ तपाईँहरू सबैले चिन्नै हुन्छ होला है। यो चाहिँ यो जङ्गल चाहिँ यो उसको जङ्गल हो, उसको भन्दा नि अब त्यही मध्यपुर हस्पिटल माथिको जङ्गल हो यो। यस्तो राम्रो छ, केटाकेटी आउने ठाउँ हो। सबैजनाले हेरिरहनु होला, गाडी छ भनेर के भन्नु है। हेर्नु न यस्तो राम्रो फुल यार, वाउ भेरी नाइस, भेरी नाइस। वाउ वाउ वाउ, गाडी फेरि यति। अनि हामी चाहिँ ठ्याक्क अहिले एसएस कलेज
भन्दो रहेछ यो पनि यसमा सामान झारेको थियो मैले त्यसलाई एसएस कलेजै भन्दो रहेछ को माथि देखेको हुन्थ्यो एसएस कलेज भन्छ यसमा गए यो भित्र सामान झार्ने होला मेरो फोनै फुटेको छ हो साँच्चीकै उयो गियरको चेपमा बसेर एकचोटि अनि कुनै भयो नि त मेरो मोबाइल फुट्यो नि त त्यो गाडीलाई ओभरटेक गरौँ है यता हेर है अब हेलो साथी के छ भनेर के भन्नु यो चाहिँ सबैजनाले चिन्नु नै भएको होला है यो चाहिँ मध्यपुर हस्पिटल हो ठ्याक्क मध्यपुर हस्पिटलनिर आइपुग्यो म मध्यपुर हस्पिटलको गेट यही हो यता हो मध्यपुर हस्पिटलको गेट म यहाँ ठ्याक्क आइपुग्यो